हेलो, आज हामी छौँ खन्टाउराको उकालोमा कालीमाटी जाने कार्यक्रम छ क्यारे। को उकालोबाट के देखिन्छ हेर्नुहोस्। तल रोड घुम्ती, यो रोड देखिएको छ, यो खन्टाउरा जाने रोड। सल्लाहका रुखहरू, खन्टाउराको उकालोको रमाइलो दृश्य हुनेछ। यो उकालो, यो खन्टाउरा उकालो, यो पारीतिर देखिने गाउँहरू भन्नु होला साथीहरू। मलाई त डाँडा गाउँ, त्यसपछि नकुलीको लेक, डाँडा गाउँ, त्यसपछि कता गयो र कतातिर गएन, टट्टा चामल चौर कता भन्छ है। यो रमाइलो पहाडहरू, यो माथि बाउसी खोलाको लेक, यो पिरेखर मात्रै छ, अलिअलि केही छैन, ढाँड ढुङ्गा छन्। तल देख्नुहुन्छ खन्टाउराबाट गेरेनी नलगाड नदी अलिकति देखिएछ। यो पारीतिर यो नुने पहिरा के भन्छन्। यो सल्लाहहरू गरेछन्। यो खन्टाउरा जाने रोड हो। त्यो रोडको घुम्ती हेर्नुहोस्। पहिला मान्छे भन्थे नि दार्जिलिङको घुम्तीमा भनेर गीत सुन्थे नि। त्यो होइन, यो दार्जिलिङको घुम्ती होइन, यो खन्टाउरा, कालीमाटीबाट खन्टाउरा जाने रोडको घुम्ती हो। यो कस्तो छ घुम्ती, यता आउनु न, घुम्ती देखाउँ। यो कस्तो घुम्ती छ, कालीमाटीबाट खन्टाउरा जाने यो घुम्ती। यो माथि खन्टाउरा जाने रोड, यो तल आएर यो कालीमाटी जाने रोड। यता यो कालीमाटीबाट आएर ठ्याक्कै घुम्ती गरेर खन्टाउरा जाने रोड यो हो खन्टाउरा जाने पैदल बाटो। यो उतातिर भिर हेर्न सक्नुहुनेछ, कति धेरै भिरहरू छ उतातिर। यो भिर पाखा पखेर पहाडतिरको ठाउँ जस्तै हो। सल्लाहका रुखहरू, सल्लाह सुसायो। खन्टाउराको उकालो पहिला इन्डियाबाट आउँदाखेरि हामीहरू हिँड्ने बाटो हो। यो खन्टाउराबाट उकालो लागेर लोम्ली भएर घर गइन्थ्यो क्यारे। पारीतिर भिर,
यहाँबाट तल एउटा गाउँ देखिन्छ अहिले, रघुनाथ भन्ने गाउँ। ल यो रघुनाथको गाउँ हो, रगन्तको गाउँ। है स्थानीय भाषामा रगन्त भन्छ। खास गरी यो रघुनाथ हो, रघुनाथको गाउँ। यो रघुनाथको गाउँ यो पारी दल्ली। हामी जानुपर्ने त्यही हो। यो तल बगिरहेको यो नलघाटको नदी हो।